हार्दिक स्वागत तथा नमस्कार गर्न चाहन्छु। हाम्रो यो 4 वडा कार्यालयको निम्तोलाई सहर्ष स्वीकार गर्दै उपस्थित हुनुभएको छ। आफ्नो कामलाई थाती राखेर भए पनि बलमताले जनसङ्ख्या त 2540 अनुमान गरिएको थियो, तर 25 जना जम्मा हुनलाई पनि बडो गाह्रो देखिएकोले कता कता चित्त दुखाइ छ। तैपनि यद्यपि यसैमा आत्मालोचना गर्दै चित्त बुझाउनु पर्ने बाध्यता छौँ। धन्यवाद। आज मिति 2082 साल चैत 25 गतेका दिन यहाँ 4 वडा कार्यालय बलमताको प्राङ्गणमा उपस्थित भएका छौँ। आजको यो उद्घाटन समारोहलाई भव्य र सभ्य रूपले सफल पार्ने जमर्को कसेका छौँ। अब एउटा प्लेन उडाउनलाई पाइलटको जरुर आवश्यकता पर्छ, गाडी उडाउनलाई पनि भूमि पाइलटको पनि जरुर आवश्यकता पर्छ। तदनुरूप हाम्रो यो आजको कार्यक्रमलाई पनि ह्यान्डलिङ गर्न, नेतृत्व प्रदान गर्न हाम्रा 4 नम्बर वडाका वडाध्यक्ष श्री छत्रबहादुर राईज्यूलाई अध्यक्षको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी लेम्चुमुङ गाउँपालिकाका उपाध्यक्ष वर्तमान कार्यवाहक अध्यक्ष श्री पुष्पलाल राईज्यूलाई पनि प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी लेम्चुमुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आदरणीय सर श्री सन्देश राईज्यूलाई विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी लिम्चुमुङ गाउँपालिकाका गाउँ कार्यपालिका सदस्य श्री गणेश राईज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। अतिथि आसनको क्रममा बाट पाल्नुभएका नेकपा एमाले वडा इकाइ कमिटीका अध्यक्ष तथा प्रतिनिधि जो हुनुहुन्छ अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी नेकपा माओवादी वडा इकाइ नेपाल कम्युनिस्ट पार्टी भर्खर एकीकृत भएकोले नेकपा माओवादी भन्नेतिर लागिदो रहेछ। नेकपा पार्टीका वडा इकाइ कमिटीका अध्यक्ष तथा पार्टी प्रतिनिधि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी नेपाली कांग्रेस वडा कार्य समितिका पार्टी अध्यक्ष तथा प्रतिनिधि जो हुनुहुन्छ अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। श्रम संस्कृति पार्टीका वडा इकाइ कमिटी बलमताका पार्टी अध्यक्ष तथा प्रतिनिधि जो हुनुहुन्छ अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी श्री क्याप्टेन परशुराम पद्मा राई मावि 1-12 बलमता माझाङका
तथा शिक्षक प्रतिनिधि श्री दिपेन्द्र राईज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। साथसाथै क्याप्टेन परशुराम पद्मा राई मावि 11 बलमताकै शिक्षक तथा कराते प्रशिक्षक श्री विनोद राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी लक्ष्मी आबी 1-8 का श्री केदार राईज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी स्वास्थ्य चौकी बलमताको स्वास्थ्य चौकी प्रमुख श्री पर्मिला गुरुङज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी बलमता युवा तथा खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतिनिधि जो हुनुहुन्छ अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। दलित सञ्जाल बलमताका अध्यक्ष श्री मानबहादुर विकज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी बलमताका बुद्धिजीवी श्री होमबहादुर राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी बुद्धिजीवी श्री मोहन शेर राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी भूपेन्द्र सिंह राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी 2054 सालमा निर्वाचित गाविस बलमताका भूतपूर्व गाविस अध्यक्ष श्री बसन्त कुमार राईज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी बुद्धिजीवी श्री सुनिल राईलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यो 4 नम्बर वडा बलमतालाई जग्गा प्रदान गरेर के अरे बलमता वडाको भवन निर्माण गर्न ठुलो सहयोग गर्नुहुने जग्गादाता श्री हिन्दुपाल राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। उहाँ अशक्त हुनुभएकोले उहाँका जेठा छोरा श्री प्रेम प्रसाद राईज्यूलाई नै अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी धीरी अध्यक्ष तथा प्रतिनिधि जो हुनुहुन्छ अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। श्री ज्ञानु राई